Let me ask you one question. Have you ever felt that looking back at your life, you are saying कि यति सानो डिसिजन नलिएको भए त्यो ह्याबिट मैले त्यही मोमेन्टमा क्विट गरिदिएको भए आई थिङ्क माई लाइफ विल बी कम्प्लिटली डिफ्रेन्ट, एकदमै डिफ्रेन्ट हुने थियो अहिलेभन्दा। फिल हुन्छ नि त्यस्तो, हुँदैन भने पनि जस्ट अ वार्निङ फर यु, this video will gonna be very productive. At the end of this video you will be gonna learn or know the different things which are slowly shaping your future. Okay, without doing delay, let's get into the topic. Hey guys, it's me Pratiksha, your sister, your mentor, whatever you can say me, a learner too. Okay, today I'm going to share some things that we pretend don't matter but that actually matters more and more. ओके, नम्बर 1 भनेको चाहिँ पिपल अराउन्ड यु। तिम्रो वरिपरि मान्छेहरू कस्तो छ त्यसले चाहिँ तिम्रो फ्युचरलाई नै स्लोली डिटरमाइन गरिरहेको छ। दुईवटा फ्रेन्ड छन्, तिनीहरू चाहिँ टपर छन् अरे, मानौँ टपर छन्, तिनीहरू चाहिँ एकदमै टपर छन्। अनि त्यो टपरहरूको चाहिँ फ्रेन्ड सर्कल कम्प्लिटली डिफ्रेन्ट छ। एउटाको फ्रेन्ड सर्कल चाहिँ एकदमै कम्प्लेन गरिराख्ने, लाइक यो भएन त्यो भएन, यो पुगेन त्यो पुगेन, एभ्रिथिङ कम्प्लेन गर्ने के। अनि अर्को, अनि फेरि अझै कस्तो भन्दा चिल मार के, एक दिन नपढेर के हुन्छ, या पढाइ टप्री जस्तो नगर, त्यसको एउटा साथी छ। अर्को साथीको साथीहरू छ कि लर्निङ गरिराख्ने, होइन, नजाने क्वेसनहरू सोध्ने, लाइफमा त्यस्तो धेरै कम्प्लेन नगर्ने, लाइक म किन यो फ्यामिलीमा जन्मेँ थियो, लाइक म किन नेपालमा जन्मेँ होला, म किन क्यानाडा अमेरिकामा जन्मेन होला, यस्तो टाइपको कम्प्लेन केही पनि नगर्ने। त्यस्तो साथीहरू छ भने तिनीहरू दुईवटा बिचमा चाहिँ हामीले हेर्दाखेरि 1 विकमा पनि केही डिफ्रेन्स नदेखाउँला, 1 मन्थमा पनि केही डिफ्रेन्स नदेखाउँला, रियरली केही डिफ्रेन्सहरू देखाउँला। तर ओभर इयर्सहरू हेर्दै जाने हो भने तिनीहरू दुईवटामा कम्प्लिटली डिफ्रेन्सेसहरू हामी चाहिँ स्योरली देख्न सक्छौँ, क्लियरली नै देख्न सक्छौँ। अनि यो जुन जसको साथीहरू कम्प्लेनिङ नेचरको छ, लाइक चिल मार भन्ने टाइपको साथीहरू छ नि, त्यसको लाइफ चाहिँ हल्का कम्प्लिटली चेन्ज नै हुन्छ। अनि ह्युमन बिहेभियरल साइन्टिस्टहरूले पनि यो कुरामा एक्सपेरिमेन्ट कन्डक्ट गरेर भनेको छ कि हाम्रो ह्युमन नेचरले चाहिँ हाम्रो वरिपरिको साथीहरूको लाइक माइन्ड सेट, थिङ्किङ क्यापेसिटी अरू कस्तो टाइपको तिनीहरूले थिङ्क गर्छन्, पोजिटिभ नेगेटिभ जस्तो पनि गर्छ नि, त्यसलाई इमिटेट गर्ने चाहिँ हाम्रो ह्युमन नेचरै हुन्छ अरे के। त्यो इमिटेट गर्नु भनेको मतलब हाम्रो वरिपरि जस्तो मान्छेहरू छन् नि, वी गोना रियाक्ट लाइक द्याट, ट्रिट लाइक द्याट, थिङ्क लाइक द्याट, त्यस्तो सबै हुनसक्छ। त्यही भएर चाहिँ यु हेभ टु नो हु इज सेपिङ यु फ्युचर स्लोली। त्यो चाहिँ हामी चेन्ज हुनुलाई चाहिँ हामीलाई कसैले पनि फोर्स गरेको हुँदैन। ओभर एन्ड ओभर अफ इयर्स हामी आफै चेन्ज हुन्छौँ के, हामी आफै आफ्नो थिङ्किङ माइन्ड सेट चेन्ज हुँदै जान्छ। आफै पनि सोच न, तिम्रो वरिपरि चाहिँ कम्प्लेन गरिराख्ने, होइन, हरेक कुरामा, अनि अपर्च्युनिटी पाउँदा नगर्ने, अनि मैले पाएन भन्ने, अनि हरेक कुरामा नेगेटिभ सोच्ने, त्यस्तो साथीहरू भयो भने चाहिँ आफ्नो पनि थिङ्किङ त्यस्तै हुँदै जान्छ। त्यही भएर आफ्नो वरिपरिको साथीहरूलाई चाहिँ आफैले पहिचान गर, वाट टाइप अफ पर्सनालिटी दे हेभ, सबै कुरा। अनि सेकेन्ड भनेको चाहिँ बिङ क्युरियस। When we are kids, we used to question a lot, like why the sky is blue, why the moon is following us, everything, every small details we used to ask. But when at this teenage, we're afraid to ask questions. We have that fear, what if people think I am dumb? What if people think I don't know anything? त्यो टाइपको थिङ्किङले चाहिँ हाम्रो क्युरियोसिटी मर्दै गइरहेको छ के, होइन। अनि लेट मी से यु वान थिङ कि स्मार्टेस्ट पिपलहरू छन् नि, तिनीहरूसँग चाहिँ राइट अथवा गुड बेस्ट एन्सर मात्र नभएर तिनीहरूसँग चाहिँ क्वेसन सोध्ने क्यापेसिटी पनि हुन्छ। जति चाहिँ हामी कन्फिडेन्स, जति हाम्रो अपर्च्युनिटीको डोरहरू खोल्न सक्दैन नि, त्यति क्युरियोसिटीले हाम्रो अपर्च्युनिटीको डोरहरू खोल्छ। जति धेरै हामी क्युरियस हुँदै गयौँ त्यति धेरै हाम्रो नलेज, इन्फर्मेसन, अनि हाम्रो सोच्ने क्षमता, क्रिटिकल थिङ्किङ सबै बढ्दै जाने हो कि। त्यही भएर क्युरियोसिटी हुनु पनि एकदमै जरुरी कुरा हो। ओके, थर्डमा चाहिँ भन्छु द भोइस इनसाइड योर हेड। त्यो चाहिँ तिमीले आफ्नो कम्प्लिटली लाइफ एउटा पर्सनसँग बिताउँछौ, त्यो भनेको योर सेल्फ हो, अरू कोही होइन। तिमीले आफूसँग जति समय बिताउँछौ नि त्यो कसैसँग बिताउँदैन। अनि इमेजिन गरौँ कि द one kid is riding the bicycle and someone say, and he fails and he again stood and again riding, again fail. Then one people is saying there, you can't do that, you are not learning, I seeing your situation, I know you can't. He is saying that, will he trying again? Never, probably not, because the another person has already downed his confidence.
ओके सो त्यही भएर चाहिँ हाउ यु टक अबाउट युर सेल्फ आफैले आफूलाई भने चाहिँ यु क्यान्ट तँ जस्तो मान्छे त कोही छैन लाइक यु आर द हेल टाइप अफ पर्सन कति नराम्रो गर्छ यु क्यान्ट आई नो यु क्यान्ट त कति अग्ली छस् इन एभ्री सिनारियो कि जति जुन कुरामा पनि आफूलाई गलत देख्ने आफूलाई कोसेको गर्ने कर्स गरेको गर्ने आफूलाई गरेको गर्ने द्याट टाइप अफ थिङ्किङ अल्सो ह्याम्पर अस हामीलाई ह्याम्पर गर्छ यो चाहिँ ममा पनि थियो आई एम स्लोली भन्दा पनि म ड्रास्टिकली चेन्ज भइरहेको छु यो कुरामा आई एम थिङ्किङ राइट अबाउट माइ सेल्फ म चाहिँ कस्तो भन्दा कुनै आर्ग्युमेन्ट भएको कसैसँग भने पनि इभन इफ हि ओर सी ह्याड डन ब्याड टु मी मलाई लाग्थ्यो कि म नै गलत छु आई थिङ्क आई डोन्ट ह्याभ सेड एनिथिङ टु देम म त्यो नभनेको भए हुन्थ्यो होला आई थिङ्क आई हेभ गन रियली फार त्यस्तो मलाई हरेक कुरामा फिल हुन्थ्यो कि अनि एउटा रिलेसनसिपमा पनि अर्को मान्छेले हामीलाई पर्फेक्ट दिइरहेको होइन फुल्ली इफोर्ट देखाइन तर मैले चाहिँ दिइरहेको छु होइन तै पनि मलाई लाग्थ्यो कि यसले इफोर्ट देखाएन भन्ने मलाई लागेन कि यसले मैले नै मेरो इफोर्टै पुगिरहेन भनेर म झन् इफोर्ट दिन्थेँ त्यस्तो टाइपको मेरो थिङ्किङ थियो त्यही भएर आफ्नो बारेमा तिमीले जस्तो सोच्छौ नि अरू पर्सन्सहरूले अरू पिपलहरूले पनि तिमीलाई त्यसै सोच्छन् इफ यु रेस्पेक्ट यर सेल्फ अदर पिपल्स अराउन्ड यु अल्सो रेस्पेक्ट यु यो थिङ्किङ चाहिँ तिमीले यु हेभ टु चेन्ज द्याट इफ यु से ब्याड अबाउट यर सेल्फ त्यो भएन अनि 4th नम्बरमा चाहिँ द प्रमिस विथ यर सेल्फ टु किपिङ प्रमिस विथ यर सेल्फ के एक्चुअली कस्तो भन्दा हामीले कति प्रमिस गर्छौँ होइन आफूसँग म भोलिबाट यो गर्छु यो भन्छु आई विल नट वेस्ट माई टाइम अब म स्कुल रिल्स स्कुल गरेर टाइम वेस्ट गर्दैन भनेर जति हामीले प्रमिस गर्छौँ नि त्यो प्रमिस हामीले कतिचोटि तोड्यौँ होला वी क्यान काउन्ट द्याट काउन्टलेस नै प्रमिसेस होला के जुन चाहिँ हामीले ब्रेक गऱ्यौँ अनि त्यो प्रमिसेसहरू जति हामीले प्रमिसेसहरू गर्दै जान्छौँ जति हामीले ब्रेक गर्दै जान्छौँ हामीले आफ्नो ब्रेनलाई सिग्नल दिइरहौँ कि हामीले आफूले त्यो ब्रेनले नै हामीलाई ट्रस्ट गर्न सक्दैन के त्यही भएर चाहिँ आई क्यान भन्ने चाहिँ फिलिङ नै आउन भित्रबाट सधैँभरि लाइक कन्फ्युजन नै रहिरहन्छ त्यही भएर भनेको मतलब के भने मैले भन्दा प्रमिसेस चाहिँ जति जे राखेको नि प्रमिस त्यसलाई चाहिँ सकेसम्म पुरा गर्ने कोसिस गर्ने अनि तिमीले आफै सोच न कोही मान्छेले तिमीलाई चाहिँ एकदमै होला भनौँ न एउटा लभैको कुरा गरौँ कसरी तिमीलाई म जीवनभरको साथ दिन्छु आई विल अन्डरस्ट्यान्ड इन एनी सिनारियो एउटा जे हुँदा पनि आई विल अन्डरस्ट्यान्ड यु भनेको मान्छेले अन्डरस्ट्यान्ड गर्दैन अनि अरे त्यसले सानो एक्सन देखाउन जान्छ कि हामीलाई ट्रस्ट हुन थाल्छ कि त्यसले गर्दैन यो हि इज नट लाइक द्याट अ पर्सन त्यसको सबै प्रमिसेसहरू फेक थियो भनेर होइन त्यस्तै हुन्छ ब्रेनले पनि हामीलाई त्यस्तो सोच्दै जान्छ हामीले एउटा प्रमिस गर्छौँ त्यो पुरा गर्दैनौँ ब्रेनलाई थाहा हुन्छ ओके आई एम नट गन ट्रस्ट इट अगेन हिम अर सी अगेन भन्नुहुन्छ कि त्यही भएर जति प्रमिस राखेको छ त्यसलाई चाहिँ सकेसम्म ब्रेक नगर्ने प्रमिसेस राखेको चाहिँ फुलफिल गर्दै जाने पुरा गर्दै जाने ओके अनि अर्को कुरा भनेको 5 मिनट रुल्स हुन्छ नि जस्तै अब यसो पढ्न भनेर भर्खर बसिरहेको छ होइन यस्तो 5 मिनट म आएको छु त्यो 5 मिनट 2 आवर्स 3 आवर्समा कन्भर्ट भएको हामीलाई थाहै हुँदैन क्या कतिखेर 3 आवर्स भयो 4 आवर्स भयो होइन तर मलाई लाग्छ हामी सबै मध्येले चाहिँ 5 मिनट यस्तो पढ्छु भनेर कसैले 5 मिनट यस्तो वर्कआउट गर्छु भनेर कसैले सोच्दैन मलाई के हामी सधैँ 5 मिनट यस्तो हेर्छु 5 मिनट यस्तो सुत्छु 5 मिनट यस्तो गर्छु सबै त्यस्तै होइन दुईवटा पर्सन छन् जोसँग जसले चाहिँ सधैँभरि यसले चाहिँ 5 मिनट यस्तै पढ्दै जति रहन्छ नि 5 मिनट यस्तो पढ्छु भनेर सोच्छ भने अर्को मान्छेले चाहिँ यस्तो 5 मिनट स्कुल गर्छु के नै हुन्छ र यस्तो 5 मिनट त हो नि 5 मिनट भन्दै 1 वर्षमा त्यो 5 मिनट चाहिँ 30 घन्टा भन्दा पनि बढी हुँदो भएछ भनेपछि तिमीले एक दिनमा 5 मिनट भन्दै वर्षको लगभग 40-50 घन्टा वेस्ट गरिरहेको छौ कि यु हेभ टु रियलाइज द्याट कि 5 मिनट इज मोर ब्रो अनि अर्को कुरा भनेको ग्र्याटिट्युड हामीलाई चाहिँ होइन आफूसँग अहिले जे छ नि त्यसको केही भ्यालु छैन लाइक अहिले हामीले गुड स्लिप लिन सकिरहेको छौँ हामीसँग फ्यामिलीको सपोर्ट छ हामीसँग गुड फ्रेन्ड्स जेन्युन रियल फ्रेन्ड्सहरू छन् होला नि नहोला नि त्यसो तर एकदमै मैले कमनली लिएको इक्जाम्पल चाहिँ छन् होइन तर हामीलाई त्यसको मतलब छैन कि हामीसँग जे छैन त्यसको मतलब छ लाइक भन्छ नि वी भ्यालु समथिङ वेन वी लुज द्याट लुज गरिसकेपछि बल्ल कसैको कुनै पनि चिजको भ्यालु थाहा हुन्छ कि त्यही भएर भन्नुको मतलब मैले के भन्न खोजेको भन्दा हामीसँग जे छैन त्यसको मात्र भ्यालु नगर्ने होइन आफूसँग जे छ त्यसको पनि राम्रोसँग प्रपरली टेक केयर गर्ने हो कि त्यो भन्न खोजेको मैले त्यही भएर हामीसँग जब हेल्थ हुन्न जब हामीसँग प्यारेन्ट्सहरू हुँदैनन् जब हामीसँग रियल जेन्युन फ्रेन्ड्स हुँदैनन् जब हामीलाई बल्ल त्यसको भ्याल्यु थाहा हुन्छ हामीलाई थाहा लाग्छ कि मैले त्यो जब पाएपछि म बल्ल ह्याप्पी हुन्छु मसँग यति पैसा भयो भने बल्ल म ह्याप्पी हुन्छु त्यो सबै टाइपको फिलिङ्सहरू छ नि आफूसँग भएको कुरालाई पनि एकदमै ग्यारेटिभ तरिकाले लिन खोज्ने
त्यो भन्न खोजेको जब एक दिन आउँछ कि जो साथीसँग हामी पहिला पहिला एकछिन बोल्न नपरे नि हुँदो भन्नुहुन्थ्यो नि त्यो साथीले बिजी भइदिन्छ मम्मी बाबाले पनि धेरै बोलाउन छोड्छन् अनि आफ्नो हेल्थले पनि आफ्नो साथ छोड्दै जान्छ भन्नुको मतलब एट द्याट टाइम यु हेभ टु टेक केयर अफ एभ्रिथिङ वाट यु हेभ राइट नाउ त्यो हो कि त्यही भएर ओके इट्स द एन्ड अफ दिस भिडियो अनि यो एन्ड अफ दिस भिडियोमा आई वान सजेस्ट यु कि यो सबै भनेको कुराहरूलाई चाहिँ तिमीले आफूले बुझ होइन कसरी यु क्यान चेन्ज इट यो 5 मिनटको साइकलमा नफस आई वान से द्याट अगेन अनि आफूसँग राम्रोसँग कुरा गर हाउ मच रेस्पेक्ट यु गिभ टु यर सेल्फ अदर पिपुल विल गिभ टु यु अनि भनिसकेको यो चाहिँ याद गर अनि आई वान्ट टु आस्क यु द्याट अरू कुनै थिङ्स स्मल थिङ्स जुन गऱ्यो तिमीले अहिले रियलाइज भयो कि मैले त्यो नगर्न पर्दो रहेछ द्याट सेभ्स माई त्यसले गर्दा चाहिँ मेरो लाइफ अहिले यस्तो भइरहेछ भनेर यु इफ यु क्यान सियर द्याट अनि सियर इन द कमेन्ट बक्स I will read that, okay, obviously. And with this note, okay, bye guys, meet you in another video.